आज चाहिँ हामी धेरै दिन पछाडि चाहिँ मोमो खाऊँ भनेर यसरी मोमो घरमै बनाउँदैछौँ साथीहरू। जापानले चाहिँ आज बबाल मोमो बनाउने भयो। ल कान्छाको मोमो चाहिँ आज हामीले चाहिँ खाने भयो। निकै नमिठो भन्ने होला जस्तो छ। मोमो एकदम ठुल्ठुलो बनाएको छ। हामीले बिहान खाना पनि खाएको छैन, त्यही भएर आज चाहिँ सबैजना चाहिँ अब यो खानाकै तौरमा चाहिँ मोमो खानेछौँ साथीहरू। ल अब चाहिँ मोमो बनाउने चाहिँ एकदम तयारी भइसकेको छ एकदम। अब एकछिनपछि यो अब चुलामाथि चढ्छ मोमो चाहिँ। प्रायः जसो हामी खाना चाहिँ होइन बाहिर चाहिँ खान्न, यसरी केही परिकारहरू बनाउन पऱ्यो भने घरमै बनाएर खाने गर्छौँ हो। ल त्यही सिलसिलामा अझै मोमो खायो है हजुर। ल नमस्कार छ सम्पूर्णलाई। आज चाहिँ चैते दसैँको नजिक आइरहँदाखेरिमा चाहिँ हामीले चाहिँ यस्तो खाना खाने एउटा प्रोग्राम बनायो भनौँ। आज चाहिँ हामी दिउँसो चाहिँ लन्च नखाएर यो मोमो खाने यसो हाम्रो प्रोग्राम थियो। सो हामीले चाहिँ आज चाहिँ लगभग अहिले 1 बजिसकेको छ। एकदम मिठो बनाएको छ मोमो चाहिँ। हाम्रो भान्जा बाबुले बनाएको, प्लस यसमा बुढी पनि सहयोग छ। धेरै मिठो मोमो बनाएको छ। साथमा मेरो यहाँ जाँड छ अलिकति छ्याङ है। छ्याङ यता मोमो कति पिस हालिदिएछ? 15 पिस हालेको छ अरे। ल यो 15 पिस आज मेरो खाना हो। र यता गाजर र काँक्रो उतापट्टि मेरो श्रीमतीको कोक र मोमो सेम हैन, उसको चाहिँ छ्याङ छैन भनौँ है। ल साथीहरू अब चाहिँ हामी यो मोमो बिस्तारै खानेछौँ। एकदम च्यालेन्ज होइन, आरामले खानेछौँ। र सम्पूर्णलाई यो चैते दसैँको शुभ उपलक्ष्यमा सम्पूर्णलाई शुभकामना पनि भन्न चाहन्छु। र धेरै धेरै तपाईँहरूलाई माया छ हाम्रो ब्लग भिडियोलाई हेरिदिनु होला, सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु। अरू मेरो श्रीमतीले के भन्न चाहन्छ भने ल भन्नुहोस् हजुर। नमस्ते सम्पूर्णलाई। आज चाहिँ हामी आफ्नै घरमा आफै बनाएर हजुर मोमो खान लाग्यो है बुढाले। ल मिठो छ होला जस्तो छ है। ल खाम न त बुढो। अनि यो चटनी चाहिँ के को चटनी हो? यो टमाटरको चटनी हो। ल मोमो चाहिँ हामी खानेछौँ। चिकन यो मोमो चाहिँ हो। आजको ल चिकन मोमो चाहिँ हाम्रो खाना है। ल ओके खाम है त। ल सिलाइसक्यो होला। चटनी त काटिरहेको छ। ल खाम है त। ल खायो है साथीहरू। मजा रहेछ। ल मिठो बनाएर छ। ल छिटो खाऊ, सेलाउन ला। के भयो? सेलाउन लाग्यो छिटो। ए यो चाहिँ मेवा हो नि ड्याडी, गाजर होइन है ड्याडी। हेर त गाजर त सोधेको छ। अब मेवा मेवा भन्छ। मेवा हो। मोमो छैन अब खानै नपाइकन के भनेको ड्याडी? छ नि मोमो त अब मिठो भन्छ, धेरै खान्छ जस्तो लाग्यो। छ, जति खायो नि। आज चाहिँ बिहान हामीले खाना चाहिँ हल्का खाएको थियो, त्यही भएर छिटै खानै खाएको छैन, के को हाम्रो खाने होला? खाँदैन खाजा हो नि। ल ल यो चाहिँ है ट्याक्क छ्याङ है। फेरि लस्सी हो, लस्सी कहाँ हुने हो? यो चाहिँ प्योर कोदाको छ्याङ। मिठो भएर चाहिँ मिठो छ।
हामीले बाहिरको मोमो खाँदै खान्न नि त दाइले घरमै बनाएर खाए मात्रै हो मोमो बाहिर खानु त सेर्पा लाग्छ सेरपटी होइन कि त्यो मोमोकै उस आइरहेको छ क्या घरमा खायो खाएन त बजार त गइन्छ तर लुख्रो घरमा आएर घरैमा खाइन्छ है जे खाए पनि मैले त थुप्रै खाएँ त र एक धेरै खाइसक्यो 9वटा खाइसकेको छ तिमीले 5 पनि खाएन यसको मतलब तपाईँलाई भोक लागेको छ मैले त काँक्रो पनि मिठो रहेछ रे नि बिहान टिपेर नि डाइरेक्ट लिएर आएको भन्थ्यो क्या खानुहोस् मामा फेरि ल्याउँछ कान्छाले बनाएको पेपर राख्नु पर्ने रहेछ दाजु त्यसले मामा ठुलो भएछ मुख सानो भएछ मेरो मिठो गाइस मिठो मिठो त्यसो त आज मनाइहाल्यो हामीले एडभान्स मनाएको त्यसमा रोटी पोलाउँला नि दाइले भयो अन्त तिमी थप्ने हो ड्याडी मोमो खानु हो यो खाम अलिकति उठाउनु पर्ला थप्दैन भयो ठुल्ठुलो छ नि मुखमै नआएको तीन चार पिस ल्याइदियो मलाई खाने खाएर आराम हो मैले त धेरै पो हुन्छ क्या दाइ खा म त मगा छ गाजर पनि छ गाजर काँक्रो पनि छ अगाउनु त मन मिठो चालो पो स्याउनु बज्जा क्यों मलाई म त भयो नि अचार त छ होला मामाको त म त भयो मलाई कोक हाल्यो भन्छ कोका अलि धेरै खानुपर्छ कोक
ल बाबा यो काँक्रो ल्याउने मान्छेले गीतनगरबाट बिहान टिपेर ल्याएको अरे क्या फ्रेस थियो त्यही भएर मिठो छ नि काँक्रो चटनी छ है ड्याडी यता घरको मोमो चाहिँ बुढोले खाने रहेछ है निकै थाहा पायो तर मैले गालामा सक्ने रहेछ नि मैले 20-22 वटा खाएँ 21 वटा खाएँ मोमो पनि ठुल्ठुलो मुखमा पनि नाट्ने क्या बजारको कति ठुलो खाएको चाहिँ बजारको दुईटा मोमो हाम्रो एउटा मोमो नै हुन्छ यति सानो हुन्छ बजारको कति छिटो खानुभएको तपाईँ म छिटो खान्छु नि त यसरी त मिल्दैन हौ साथी मेरो त चररै भयो पेट पनि आयो बेसरी भए भयो आज कति दिन भयो आज सबभन्दा धेरै खाएँ मोमो अस्तिभन्दा आज धेरै खायो है आज ठुलो पनि थियो नि त मोमो पहिलाभन्दा आज धेरै खायो बबाल खायो मेरो चाहिँ दाँत त छ कि तर कुनामा छ के चपाउने दाँत त्यही भएर चपाउँदाखेरि दाँत नभएको मान्छेले चपाएको जस्तो देखिन्छ होइन चिसो मात्र बेला काँक्रो चिसो काँक्रो ल मैले चाहिँ यति 10 भयो है 15-20 दुईवटा गरेपछि त 21 वटा मोमो खाएँ मैले चाहिँ तर च्यालेन्ज गरेको भए तपाईँले जित्ने रहेछ है नि छ्याङ पनि खाँदैछु फेरि है च्यालेन्ज गरेको भए ल यो छ्याङ त यो दुनियाँमा कहीँ पाउन यो कसैले नखोज्नु होला साथी यस्तो मिठो छ्याङ अर्ग्यानिक त्यो पनि सेतो कोदाको छ्याङ हो यो बाबु हेर मोही जस्तो छ हेर्दैखेरिमा नि त्यसका बाजे कसले खान्छ यस्तो खेर अन्त ल बुढीले के बनाउँछ त्यो मलाई थाहा छैन है के बनाउँछ त्यो मलाई कति पनि थाहा छैन तर खाने यसरी नै हो फेरि है हलीले खाए जस्तो म हुन त हली त होइन है हलीले भन्दा मैले चाहिँ धेरै खान्छु होला जस्तो मलाई लाग्छ यो छ्याङ पनि खायो 21 वटा मोमो भनेपछि त मेरो पेटमा त के हो भुतै पस्यो होइन रेडी ल यति त ठिकै हो नि बिहान फेरि हामीले 9 बजीतिर हल्का खाथ्यो थ्याङ्क यू सम्पूर्ण होइन मेरो यो भिडियो हेरेर बसेका सम्पूर्ण मेरा इष्टमित्र मेरा साथीभाइहरू अनि मेरो यो युट्युबर फ्यामिलीहरू सम्पूर्णलाई थ्याङ्क यू फर वाचिङ माई च्यानल भिडियो आवर ब्लग नेम इज मेगी ब्लग एन्ड thank you so much all of you and we are coming soon छिट्टै नै हामी आउँदैछु नेक्स्ट एनदर ब्लग यस्तै लिएर आउँदैछ चैते दसैँ अगाडि हुन्छ या पछाडि हुन्छ रमाइलो गर्नेछौँ
र एउटा चिजै ट्याक्क गरेर सब्सक्राइब चाहिँ गर्न नबिर्सिनु होला लाइक भन्दै गर्न पनि नबिर्सिनु होला। ल तपाईँहरूलाई छ्याज्यालो तपाईँहरूको दिन सुखर होस् शुभ रहोस् सधैँभरि तपाईँहरूको मन शान्ति रहोस् सधैँभरि तपाईँहरूको उत्तर प्रगति होस् भन्न चाहन्छौँ हामी। अरू तपाईँको केही कुरा छ भने भन्नुहोस्। मेरो प्रस्तुत चाहिँ गर्नु सक्नुहुन्छ। खासै कुरा त छैन। तपाईँहरूले हाम्रो भिडियो राम्रो लाग्छ र इन्जोय गर्नुहुन्छ भन्ने आशा छ र तपाईँहरूले भिडियो हेरेपछि हामीलाई यसो लाइक पनि गरिदिनु होला ओके अनि यसो कमेन्ट पनि छोडिदिनु होला है साथीहरू। हामी फेरि कमेन्ट पनि हेर्छौँ नि फेरि है। ल गल्ती त धेरै छ अब कमेन्टमा अब के हुन्छ होइन। होइन फेरि हामी चाहिँ भर्खर सुरु गर्दैछौँ। ओके ल भर्खरै सुरु गर्दाखेरि सबै कुरा पर्फेक्ट चाहिँ हामी भएको हुँदैन नि त फेरि। त्यही भएर हामी बिग्रेकोलाई सपार्दै बिस्तारै बिस्तारै हामी अघि बढ्दैछौँ। हजुरहरूले हाम्रो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। नेपाली यो त भएन है फेरि हात चाहिँ यसो गर्ने। ल जय हो मैले नि यसो गरिदिएको कस्तो होला चल चल जय हो जय हो नमस्ते ए दुईजना मिलेर नमस्ते टेन टेन ल धन्यवाद बाई बाई।